हेलो केटाकेटी के आज फेरि न्यू भिडियो लिएर आएको छु। हजुरहरूले कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला। अनि धेरैजनाले इन्ट्रो भन्नुभएको थियो, कसैले कमेन्ट गरेर नि भन्नुभएको थियो, कसैले मलाई फेस टु फेस भेटेर नि भन्नुभएको थियो कि इन्ट्रो चाहियो भनेर। हुन्छ ओके, इन्ट्रो आउँछ होइन। मैले चाहिँ भ्लगमा इन्ट्रो हाल्नुभन्दा नहालेको कि बेस भनेर मैले नहालेको। अब इन्ट्रो भन्नुभएको छ भने इन्ट्रो आउँछ, डोन्ट माइन्ड। तर 1-2 दिन लेट हुन्छ, तर ओपी आउँछ। म अहिले घर आइसकेको छु, मसँग अब एडिटिङको लागि इन्ट्रोको लागि अब ल्यापटप पनि छँदैछ होइन। अब ओपी बनाउने कि इन्ट्रो, मा कसम कसैकै नहोस् कि त्यस्तो इन्ट्रो बनाउने हो। इन्ट्रो हेर्दा पनि तर्स मा यस्तो खतरा इन्ट्रो त्यहाँ कस्तो हुन्छ जस्तो होस् कि होइन, त्यस्तो बनाउने सोचेछु। त्यही भएर अलिकति टाइम लाग्छ केटाकेटी हो होइन। अब 1-2 दिन टाइम लाग्छ, त्यही हो। अब यो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला। अनि यो भिडियोमा नि केही फल्टहरू भेट्नुभयो भने हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई कस्तो भ्लगहरू चाहिन्छ, कस्तो के हुन्छ नि त्यस्तो सब हजुरहरूलाई के कुराहरूमा चित्त पनि सब हजुरहरूले कमेन्ट गरेर भन्न सक्नुहुन्छ। म त्यस्तो कुराहरूमा माइन्ड गर्दिनँ होइन। हजुरलाई नराम्रो लाग्छ भने यो नराम्रो लाग्छ जे भन्दा नि केही फरक पर्दैन होइन। किनकि यो यस्तो नराम्रो भए रहेछ भनेर अब अर्को भिडियोमा यस्तो गर्नुहुन्न, यो नराम्रो भए रहेछ, यसलाई राम्रो गर्नुपर्छ भन्ने माइन्डमा आउँछ कि, त्यही भएर हो। ल केटाकेटी हो, हामी चाहिँ अब केही बक्चोजी नगरिकन भिडियो अगाडि बढाउँ है त। राम्रो गर यहाँको पसलको आउँछ, यहाँ सक्नुहुन्छ। नाम के हो? मेरो दिल्ली सिरियल स्केटको नाम रोलिङ स्केट जोन। सक्नुहुन्छ तपाईँहरू पनि। ल दाइ, हाम्रो गाई बोलेको यो क्यामेरा हल्लिँदैन रे। बोले
स्केट जोन चाहिँ दुईवटा छ होइन एउटा सामकोसी ठमेल जाने साइडमा ठ्याक्कै एनसिएमटी कलेजको अपोजिट साइडबाट भित्र छिर्नुपर्छ भने चाहिँ नेक्स्ट चाहिँ हाम्रो ढुङ्गेधारा रानीवन राधाकृष्ण मन्दिरनिर छ है सो वेलकम यु अल म सिकाउँछु राम्रोसँग है हाम्रो यहाँ प्याकेज नै हुन्छ एन्ड स्पेसली प्याकेजमा चाहिँ म धेरै फोकस गरेर सिकाइदिन्छु ओके थ्याङ्क यू थ्याङ्क्स यो तिनटै पर्छ निकाल्नु हुँदैन कस्तो नमजाले सो गाइज आजको भिडियो यही सिद्धिन्छ तपाईँहरूलाई धन्यवाद छ हाम्रो भिडियो हेरेकोमा धन्यवाद युट्युब च्यानलको नाम चाहिँ फेरि @डेडसट ओके सब्सक्राइब अनि केटाकेटी त्यो भिडियो चाहिँ मैले बनाएको थिइनँ किनकि त्यो भिडियो मैले बनाएको भए जब एङ्गल सिङ्गल सब मिलाउँथेँ होला म चाहिँ बिजी भएर म बाहिरै थिएँ कि त्यहाँ सानो काम थियो मेरो अनि त्यही भएर म भिडियो बनाउनु पनि जान पाएको थिइनँ त्यही भएर हो अनि त्यतिखेर चाहिँ मैले भाइले ल दिन म बनाउँछु भनेर मैले बनाउनु छोडिदिएँ हो होइन अब अर्को भिडियो चाहिँ ओपी आउँछ केटाकेटी हो लाइक एन्ड सेयर अनि सब्सक्राइब गरेर बेल आइकन अलमा राखिदिनु होला नेक्स्ट भिडियो चाहिँ हाम्रो ओपी आउँछ डोन्ट वरी केटा हो युट्युब हल्लाउनु पर्छ यार अब तिमीहरूको सपोर्ट चाहिएको छ कि त्यही हो अनि अहिलेको लागि चाहिँ यति नै होइन अर्को नेक्स्ट भिडियोको लागि इन्तजार गरिदिनु होला हस् त धन्यवाद